जस्तो भोटर्स अनि भोटर्सदेखि कार्यकर्ता हामी माथि सत्य हुन्छ। अनि हजुर म चाहिँ यो ठाउँको नाम चाहिँ कुन ठाउँ अरे? यो के अरे जन्देढुङ्गा 5 खुट्टा बाँसगढा 5 बाँसगढा। बाँसगढा म चाहिँ भोट माग्दै आएँ है बुवाहरू। भोट चाहिँ म चाहिँ यहाँ सूर्यको चिन्हमा अब मत लगाउनु हाम्रो चाहिँ उम्मेदवार हुनुहुन्छ देवदूत है, उहाँलाई चाहिँ जिताउने हामी कोसिस गरेर चाहिँ अब म चाहिँ भोट माग्दै आएँ। ल यहाँ स्वास्थ्य साप यो ल्याब चाहिँ लाउनु मिल्दैन, स्वास्थ्य साप ड्याममा लाउने हो। कति साल भयो तपाईँले भोट लगाउँदै गरेका बुवाले? म भनेको अब नेकपा एमालेमा लाउँदै आउनु भएको नि त्यो हैन? कति साल भयो? म 4 वटा 5 वटा भोट गइसक्यो नि 56 सालदेखि। स्वास्थ्य साप हाम्रो यो है त्यहाँ स्ट्याम्प प्याड हुन्छ, स्वास्थ्य साप हुन्छ, ठ्याप्प कोठाभित्र हाल्ने। कसरी पट्याउनुहुन्छ? पट्याउनुहुन्छ त तपाईँले पट्याउनुहुन्छ त? तपाईँले कसरी यसरी पट्याउनुहुन्छ? मुनिबाट यसरी पट्याउने। यो मसी जब कि यो चाहिँ हाम्रो हो सूर्य चिन्ह। सूर्य चिन्हलाई यसरी मसीले नभेटोस्, अर्को कोठामा नजाओस्। हजुर। अनि यो बाहिरपट्टि जाँदाखेरि केही पनि फरक पर्दैन। यसरी अनि फेरि यसरी पनि पट्याएर ल्यायो। बुवाले जानुभयो नि यसरी अनि बाकसमा हाल्ने लगाउने। दाजु हजुर म चाहिँ आइसकेँ हाम्रो सूर्य चिन्हमा चाहिँ म भोट माग्दै आइसकेँ। हजुरले पनि अब कति साल भइसक्यो तपाईँले भोट म त पहिला बाहिर 46 लागेको लगाउनु आयो? तपाईँलाई थाहा छ नि होइन? तपाईँ जानिरहेको मान्छे एकतालि लगाउनुहोस् त। यो हाम्रो सूर्य चिन्ह भनेको हजुर यो हो हाम्रो है पटाउने। देउबाई छ हाम्रो सूर्य चिन्ह। अब सकिन्छ भने उल्टो पटाउने। हजुर जसरी पटाउने अनि जान्ने गरेर हाम्रो रद्द हुनु भएन। अर्कोमा म चाहिँ फेरि तलतिरबाट आएको फेरि मासतिर पुग्नु पर्यो है। अन्त म चाहिँ अब 5 ठाउँमा आएँ। फेरि म चाहिँ आज घुम्दै घुम्दै यतातिरको कता कुद्नु ठाउँ घुमेर जान्छु है। ल हुन्छ हजुर।